यो चाहिँ हाम्रो गाउँमा पन्चौली रत्न दिदीको। अनि पन्चौलीमा चाहिँ हाम्रो राँगा बोका अनि कुखुरा परेवाहरूले उयो गर्छौँ, पन्चौली गर्छौँ खोलामा लगेर। खोला पूजा भनौँ न। यहाँ साथीहरू चाहिँ राँगा बनाउँदैछ। अब यसलाई चाहिँ हाम्रो बनाइसकेपछि यहाँ माछाहरू यसो प्रसाद खाइन्छ। र अब अहिले चाहिँ काटकुट गर्दैछ। यहाँ काटकुट गर्ने अब टाइम हुँदैछ। यहाँ चाहिँ भर्खर पिल्साएर चाहिँ लडाउँदैछ साथीहरूले। अब लडाएपछि धुँदैछ मजाले। यो धुने कार्यक्रम सिद्धिएपछि यो सकेपछि चाहिँ यसलाई टक्क बनाएर हाम्रो सबै केलाइ कुलाइ गरेर सफा गरेर मजाले धोएर यसलाई चाहिँ हामीले अब अनि टक्क खोलामा लगेर चाहिँ धुने कार्यक्रम सफा गर्दैछ, खुर्किँदैछ साथीहरूले। अब यो सफा गरिन्जेल राम्रो धोएर मजाले चट्ट बनाउँछ। त्यहाँदेखि यो बनाइसकेपछि हाम्रो के हुन्छ भने अनि यसलाई अब चिरफार गर्ने कार्यक्रम पनि हुन्छ। र यसलाई अब चिर्ने कार्यक्रम सुरु भयो। अब यो टुक्रा टुक्रा बनाउँछ र आन्द्रा बुढीहरू सबै निकाल्छ। निकालेपछि उसको फिलाहरू खुट्टाहरू सबै निकाल्ने हुन्छ। र निकालेर यसको आन्द्रा बुढी सबै निकालेर केलाउँछ। अब फिलाहरू झिक्दैछ साथीहरूले, हेर्नुहोस्। यहाँ हाम्रो थुप्रै दाजुभाइहरू छ। यसलाई चाहिँ पुरा फिलाहरू निकालेर निकालिसक्नु आँटेको छ। अब एउटा फिला निकाल्यो। अब यो उता सकेर आन्द्राहरू धुँदैछ। अब आन्द्राहरू सफा गरिसकेपछि चाहिँ अनि हाम्रो यता थुपारेको छ। आन्द्राहरू धोइसकेर मासुहरू सबै काटेर अब चाहिँ भुटभाट गर्नु लागेको छ। यो चाहिँ प्रसाद हो। यो खोलामै बनाउँदैछ प्रसाद खानुको लागि। यो प्रसाद चाहिँ भुटेर सबै भाग लाएर खान्छ यो सबैजनाले। यो हाम्रो पूजा गरेको पन्चौली। अनि सबै आइराखहरू चल्छ, छ्याङ्गाहरू पनि। अनि पाक्दैछ। अब बिस्तारै पाकेपछि अनि पाकिसकेपछि चाहिँ अहिले एकछिनमा खाने कार्यक्रम हुन्छ। अहिले चाहिँ मजाले भुट्दैछ साथीहरूले। यो चाहिँ सबै साथीहरू पकाउँदैछ। यो चाहिँ खोलामा अब चाहिँ खाने कार्यक्रम भयो। अब चाहिँ खानु बाँड्दैछ साथीहरूले। हजारे भन्छ साला हजारे सालाले बाँड्दैछ उहाँ सबै। ऊ कहिले पस्किँदैछ, कहिले दिने कार्यक्रम गर्दैछ। यो चाहिँ पूजाको प्रसाद हो। अनि साथीहरूले अब खाँदैछ। यहाँ साथीले बन्सिङले केटोले टेस्ट मान्दैछ। टेस्ट झिकेर मिठो छ भन्दैछ केटो। यता पनि खाँदैछ आइत्रे भाइले। केटाहरू दुईजना खाँदैछ यहाँ सबै तलतिर, कोही यतातिर बसेर मिठो छ भन्दैछ केटाहरू। जोस् मिठो छ अरे, मिठो मानी खाँदैछ पूजा। त्यही भएर यता खाँदैछ केटाहरू। आइराख पोल्दैछ फेरि यता। यो चाहिँ पोलेको हो यसको मासुहरू। यता अब घर जाने भयो बेला भयो। खाइसकेर अब यो यसरी बोकेर निकालिन्छ सबैजनाले। दुईजनाले सिला गरेर नलमा, कोहीले डोकोमा भारी लाउँदैछ। अब भारी लगाइसक्दैछ। कोहीले बोरामा, कोहीले डोका, कोहीले नोलमा बोक्दैछ। अनि कोही चाहिँ यता पोल्दैछ पनि अझै केटोले पुरा। अब यो पनि अलिक दुलो पारेको छैन नोलमा हाल्ने। अनि छेड्दैछ त्यो फिलालाई छेडेर अब नोलमा तिखार्दैछ। तिखारेर हाल्छ। अब हालिसकेपछि टक्क बोकेर हिँडौँ अनि घर लाँदैछ। अनि यता फेरि आएर घरमा काटकुट गरिँदैछ। यहीँ साथीहरूले सबै काट्दैछ यता। यहीँ अब काट्ने कार्यक्रम भयो। र काटिसकेपछि हाम्रो यो यता पकाउने कार्यक्रम हुँदैछ। र अब यो चट्ट भाँडामा हाल्दैछ। अब चलाउनु हुँदैछ हाम्रो सुखदेव दाइले। कति मिठो मिठो भन्दै
चलाउनु हुँदैछ दाइले कति मिठो मिठो भन्दै अब मिठो भनेर खानुपर्छ यो राँको मासु हो मिठो मिठो यता चाहिँ कुखुरा परेवाको यो मासु काट्दैछ त्यहाँ चाहिँ माछा लिएको छ पोलेर यो चाहिँ पोलेको हो यसको प्रसाद अनि खाँदैछ राम भाइ हाम्रो जुवाई यता हाम्रो समल मामा माछा खाँदैछ यहाँ चाहिँ प्रसाद कुखुराको यता सबैजना बसेर कोही काट्दैछ नै अझै यता कुखुरा र परेवा चाहिँ बनिसक्यो अब यतै खाना पाकेर सब्जी उम्लिँदैछ सब्जी उम्लिसक्यो अब खाँदैछ खाना सुरु भयो हाम्रो सबै निम्तालेहरू आउँदैछ कोही खाँदैछ कोही आउँदैछ कोही जाँदैछ सबैजनाहरू अब अलिक मौसम चाहिँ अलिक हुस्सु लागेको छ त्यही भएर जाडोमा तातो यसो खाँदैछ यता चाहिँ हाम्रो सञ्जय दत्त हो यो चाहिँ सञ्जय दत्तले आगो ताप्दैछ डौडाहरू हानेर आगो ताप्दैछ साथीले आराम लिँदै अनि यता चाहिँ अब भान्सेहरू सबै हाम्रो भान्सेहरू यता खाँदै गर्दैछ